नमस्ते सबैजना मेरो प्यारो मित्रहरूलाई है तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा है र जो पनि नयाँ हुनुहुन्छ मेरो च्यानललाई सब्स्क्राइब गरिदिनुस् होला र आजको भिडियो चाहिँ छ पनिरको रेसिपी है ल हेर्दिनुस् होला र लाइक पनि गरिदिनुस् होला र अब यसलाई चाहिँ म सानो पिस गर्दैछु है यो पनिरलाई तपाईहरुलाई कत्रो ठिक लाग्छ है त्यत्रो साइजको काट्न सक्नुहुन्छ तपाईले पनिर मैले चाहिँ यत्रो काटेको छु हो र पनिर चाहिँ तपाईहरु कोलाई मन पर्छ है यो चाहिँ वान अफ माई फेभरेट हो है र यो पनिर चाहिँ काँचै खाँदा पनि कस्तो टेस्टी थियो हो र मैले यो काटिसके अब चाहिँ म बनाउन सुरु गर्छु है अब यस्तो पाक्छ यो चाहिँ मैले यति लेख्छु यो प्याज टमेटो हैन यो जीरा खोर्सानी लसुन लेख्छु यसलाई फ्राई गर्छु यहाँ चाहिँ मैले तेल खारी राख्छु हो अब चाहिँ यो तेल खारेपछि पहिले म यसमा जीरा एड गर्छु हो त्यसपछि चाहिँ ओनियन प्याज हाल्छु प्याजलाई भुट्छु है लसुन पनि हाल्छु साथसाथमै लसुन र प्याजलाई पहिले भुट्छु यसरी मजाले र अब चाहिँ म यसमा खोर्सानी एड गर्छु है अनि यो टमाटर पनि एड गर्छु हो यसमा यसलाई मजाले भुट्छु अब म यसमा चाहिँ नुन पनि हाल्छु ताकि नुन हाल्यो भने चाहिँ टमाटर मजाले लटक्कै पाक्छ कि त्यही भएर यसलाई अब टमाटर मजाले पाकिँदैछ नि यसलाई चाहिँ म फ्राई गर्छु भुट्छु है मजाले र अब यो यतिको भएपछि चाहिँ म यसलाई निकालेर चाहिँ सेलाउँछु है साथीहरु मैले चाहिँ त्यो मसलालाई चाहिँ यसरी पेस्ट बनाएँ पिसेर हैन साथीहरु अन्त यहाँ चाहिँ अब मैले तेल खारे है आज चाहिँ तेल खारी हैन साथीहरु तेल खारेपछि यो अघि बनाएको पेस्ट चाहिँ म यहाँ हाल्छु हो एकदमै सजिलो छ यो रेसिपी चाहिँ हो मसला उठेको त्यसलाई अलिकति पानीले पखालेर हालेँ मैले त्यसरी हाल्नुपर्ने हुन्छ अब त्यसलाई मजाले चलाएर चाहिँ पाक्न दिन्छु हो र यो पाकिन्जेलसम्म तपाईहरुले मेरो भिडियोलाई लाइक गरिदिनुस् होला र जो नयाँ हुनुहुन्छ मेरो च्यानललाई सब्स्क्राइब गरिदिनुस् होला साथीहरु र अब चाहिँ म यसमा चाहिँ हल्दी एड गर्छु हो साथीहरु हल्दी र नुन पनि हाल्छु अघि चाहिँ मैले नुन कम्ती हालेको थिएँ त्यो टमाटर पाक्न लागि मात्रै हैन अन्त अब चाहिँ यो ग्रेभीमा अलिक चाहिन्छ नि त नुन त्यही भएर नुन चाहिँ तपाईले आफ्नो स्वाद अनुसारले थप्नुस् होला नुन है अब यसलाई म चाहिँ मजाले चलाउँदै पकाउँछु र अब चाहिँ म यसमा पनिर एड गर्छु मेन सामान आजको भनौँ न यो एड गरेर चाहिँ यसलाई चलाउँछु मजाले नुनहरू फिटिनु दिन्छु हो तपाईहरुले फ्राई गरेर गर्दा पनि हुन्छ तर म चाहिँ फ्राई नगरेको मन पर्छ फ्राई नगरेको चाहिँ भित्रसम्म मसला नुनहरू पसेको जस्तो लाग्छ नि त मलाई चाहिँ हो अन्त त्यही भएर र यो पनिर चाहिँ यही हाम्रै गाउँमा ठेकीबाट ल्याएको पनिर हो एकदम टेस्टी छ र तपाईहरुले चाहिँ यसमा चाहिँ लास्टमा चाहिँ क्रिम एड गर्न सक्नुहुन्छ फ्रेश क्रिम जुन चाहिँ अमुल ताजाको आउँछ नि अमुल कम्पनीको थियो तर मेरोमा चाहिँ थिएन मेरो चाहिँ कम यो दही थियो कम्ती र त्यही एड गर्छु मैले हो र आजको पनिर चाहिँ रेडी भयो ओके बाई बाई थ्याङ्क यू फर वाचिङ